हेलो सम्पूर्ण, मेरो हार्दिक नमस्कार। म प्रवीण पाल। आजको भिडियोमा हामी बोटेनीमा अहिलेसम्म सबैभन्दा धेरै रिपिट भएको क्वेशन्सहरूको डिटेल एक्सप्लेनेसन गर्नेछौँ है। फर्स्ट क्वेशन, प्लाज्मोलाइसिस इन प्लान्ट सेल अकर्स व्हेन इट इज प्लेस्ड इन भनेको छ है। अब यो क्वेशन बुझ्नलाई बेसिक कन्सेप्टहरू त पक्कै पनि आवश्यक पर्छ हैन। सो बेसिक कन्सेप्ट बुझौँ है। सबभन्दा पहिला हामी सोलुसनको बारेमा बुझौँ त के हो सोलुसन भनेको। हेर्नुस् त, सोलुसन भनेको सल्भेन्ट प्लस सोल्युटबाट बनेको हुन्छ है। सोल्भेन्ट प्लस सोल्युटबाट बनेको हुन्छ, ठिक छ। अब यो सोल्भेन्ट के हो, सोल्युट के हो भन्ने जिज्ञासा हुन सक्छ। हेर्नुस् त, जस्तै यो एउटा बिकरमा पानी छ, वाटर छ है। यो वाटर छ, यो पानीमा हामीले चिनी राखेका छौँ, चिनी है। यो चिनी र पानीको सोलुसन हो। अब चिनी र पानीको सोलुसन हो भन्ने यसमा वाटर भनेको के हो त, सल्भेन्ट हो है। वाटर भनेको सल्भेन्ट हो अनि चिनी भनेको के हो त, सोल्युट हो, ठिक छ। चिनी भनेको सोल्युट, सल्भेन्ट भनेको कुनै पनि सब्स्टान्सलाई डिजोल्भ गर्ने काम गर्छ है। कुनै पनि सब्स्टान्सलाई डिजोल्भ गर्ने काम गर्छ यो सल्भेन्टले। सो वाटर इज सल्भेन्ट एन्ड चिनी इज सोल्युट, ठिक छ। सोल्युट र सल्भेन्ट पक्कै पनि बुझ्नुभयो। अब सोल्युटको आधारमा हामीले दुईटा टाइपको सोलुसनहरू पढ्छौँ, हाइपोटोनिक सोलुसन र हाइपरटोनिक सोलुसन, ठिक छ। के हो त हाइपोटोनिक सोलुसन बुझौँ। जस्तै हेर्नुहोस्, सोल्युटको कन्सन्ट्रेसनको आधारमा यो हाइपो र हाइपरमा क्लासिफाई गरिएको सोल्युट कन्सन्ट्रेसनको आधारमा। जस्तै हेर्नुहोस् त, मानौ सपोज है यहाँ पानी छ है, वाटर छ। वाटर 2 लिटर छ हैन, वाटर 2 लिटर छ, 2 लिटर वाटर छ। अनि वाटर भनेको के हो त, सोलभेन्ट हो है। के हो, सोलभेन्ट हो। यो पानीमा मैले के गरेँ, मानौ 10 केजी मैले चिनी हालिदिएको छु, 10 केजी चिनी। यो 10 केजी चिनी भनेको सोल्युट हो है, चिनी सोल्युट हो। हेर्नुहोस् त, सोलभेन्ट एकदम थोरै तर सोल्युट के छ, एकदम धेरै छ। 10 केजी चिनी भनेपछि सोल्युटको कन्सन्ट्रेसन के छ, एकदमै हाई छ। कुनै पनि सोलुसनमा यदि सोल्युटको कन्सन्ट्रेसन हाई छ भने, सोल्युट कन्सन्ट्रेसन यदि हाई छ भने, सोल्युट कन्सन्ट्रेसन हाई भएको सोलुसनलाई हामी हाइपरटोनिक सोलुसन भन्छौँ है। हाइपरटोनिक सोलुसन, हाइपरटोनिक। हाइपर भनेको धेरै, सोल्युटको कन्सन्ट्रेसन धेरै छ है। मानौ सपोज एकछिनको लागि यहाँ चाहिँ पानी 10 लिटर छ अनि मैले चिनी 1 केजी हाले भन्ने के हुन्छ। हेर्नु त, यहाँ पानी 10 लिटर अनि चिनी 1 केजी, मतलब सोल्युटको कन्सन्ट्रेसन थोरै छ, सोल्भेन्टको कन्सन्ट्रेसन एकदम धेरै छ भन्नाले सोल्युटको कन्सन्ट्रेसन थोरै भयो। थोरै भयो भने, यदि सोल्युटको कन्सन्ट्रेसन धेरै भयो भने हाइपरटोनिक, थोरै भयो भने हाइपोटोनिक भन्छौँ है। हाइपोटोनिक, ठिक छ है। अब त्यसपछि आइसोटोनिक भनेको के हो, यसको बारेमा पनि बुझौँ है। आइसो भनेको के हो, सेम है। जस्तै सपोज मानौ एउटा यहाँ बिकरमा सपोज 2 लिटर पानी छ, अर्को बिकर छ, यहाँ पनि 2 लिटर पानी छ है। यसमा चाहिँ 100 ग्राम चिनी छ, 100 ग्राम चिनी, यसमा पनि 100 ग्राम चिनी छ। हेर्नुहोस् त, यो पनि सोलुसन, यो पनि सोलुसन, दुईटै सोलुसन हो। चिनी र पानीको सोलुसन, यो पनि चिनी पानीको सोलुसन, यस हो। अब यहाँ हेर्नुहोस् त, मानौ यो बिकर ए हो, यो बिकर बी हो है। हेर्नुहोस् त, यहाँ सोल्भेन्ट कति छ, 2 लिटर, यहाँ पनि सोल्भेन्ट 2 लिटर। यहाँ सोल्युट कति छ, 100 ग्राम, यहाँ पनि सोल्युट कति छ, 100 ग्राम। भनेपछि बोथ सोलुसनमा अथवा बोथ बिकरमा के छ, सोल्युट प्लस सोल्भेन्टको कन्सन्ट्रेसन के छ, इक्वल छ है। इक्वल छ भन्ने, अब यो दुईटा सोलुसनलाई आइसोटोनिक सोलुसन भनिन्छ। आइसो भनेको सेम है, सेम कन्सन्ट्रेसन अफ सोल्युट अथवा सोल्भेन्ट छ भन्ने, त्यसलाई हामी आइसोटोनिक सोलुसन भन्छौँ। हामीलाई क्वेसनले के भनेको छ, प्लाज्मोलाइसिस इन प्लान्ट सेल अकर्स व्हेन इट इज प्लेस्ड इन भनेको छ। प्लाज्मोलाइसिस भनेको के हो त, प्लाज्मोलाइसिसको बारेमा पनि बुझौँ। जस्तै यो एउटा सेल हो है, यो एउटा सेल हो। सेलभित्र फ्लुइड हुन्छ, साइटोप्लाज्मिक फ्लुइड हुन्छ, अरू पनि फ्लुइडहरू हुन्छ हैन।
यो सेल भित्र अहिले फ्लुइड छ, सेल के छ त टर्जिड छ है। टर्जिड भन्नाले स्वेलिङ टाइपको भएको छ नि, हेर्नु त स्वेल अथवा यो सेल चाहिँ पुरै फुलेको छ है। अब मानौ यहाँबाट के भयो त पानी बाहिर निस्क्यो। पानी बाहिर निस्किने बित्तिकै अब यो के हुन्छ, यो सेल यस्तो श्रिङ्क हुन्छ कि यस्तो श्रिङ्क हुन्छ, कन्ट्र्याक्ट हुन्छ है। भित्र फ्लुइड छ, सेल एकदमै के भएको छ रिल्याक्स भन्दा पनि यसलाई स्वेल भनौँ अथवा टर्जिड भनौँ होइन। अनि यो फ्लुइड बाहिर निस्कियो, सेल अब यस्तो कन्ट्र्याक्ट भयो, खुम्चियो के है, खुम्चियो भन्ने यसलाई हामी प्लाज्मोलाइज्ड सेल भन्छौँ। यो प्रोसेसलाई प्लाज्मोलाइसिस भन्छौँ है। प्लाज्मोलाइसिस भनेको सेलबाट पानी बाहिर निस्क्यो भन्ने, त्यसलाई प्लाज्मोलाइसिस भन्ने। यस, हेर्नुहोस् त अब हामीले कस्तो सोलुसनमा सेललाई राख्यौँ भन्ने पानी बाहिर निस्किन्छ हेरौँ, एउटा इक्जाम्पलबाट बुझौँ है। म यहाँ मेट्छु है त थोरै। हेर्नुहोस् यहाँ एउटा बिकर छ है, बिकर छ अनि यो बिकरमा के छ त सोलुसन छ, सोलुसन। यो सोलुसनमा के छ थाहा छ, यो सोलुसनमा सोलुट धेरै छ। ल मानौ सपोज नुन धेरै छ, एकछिनको लागि नुन चिनी जे लिए पनि भयो, केही फरक पर्दैन। ल यो सोलुसन भनेको सोलुट धेरै भएको सोलुसन हो। सोलुट धेरै छ मानौ, एकछिनको लागि म नुनको इक्जाम्पलबाट बुझाउँछु। यसमा नुन धेरै छ है, नुन धेरै छ सोलुसनमा। सोलुट धेरै छ भन्ने यो सोलुसन कस्तो सोलुसन भाइ बहिनीहरू, कस्तो सोलुसन हुन्छ, हाइपरटोनिक सोलुसन हुन्छ है। हाइपरटोनिक सोलुसन हुन्छ, हाइपरटोनिक सोलुसन। हाइपरटोनिक सोलुसन छ भन्ने हेर्नुहोस् त, मैले अब यो सोलुसनमा एउटा कुनै सेल ल्याएर राख्छु है, कुनै एउटा प्लान्ट सेलले ल्याएर मैले राखेँ है। हेर्नुहोस् अब यो प्लान्ट सेल भित्र पनि फ्लुइड छ होइन, केही न केही त फ्लुइडहरू छ। अनि बाहिर नुनको कन्सन्ट्रेसन धेरै छ, बाहिर सोलुटको कन्सन्ट्रेसन धेरै छ। सोलुटको कन्सन्ट्रेसन धेरै छ भने सेलबाट पानी बाहिर निस्किन्छ, यसरी सेलबाट पानी बाहिर निस्किन्छ र सेल के हुन्छ खुम्चिन्छ। किन भन्ने स्वाभाविक रूपमा हेर्नुहोस् न, मानौ भित्र पानी छ, यो सेल भित्र पानी छ अनि बाहिर नुन धेरै छ भने त्यो नुनले के गर्छ, पानीलाई तान्छ होइन। नुन त भित्र पक्कै जाँदैन होइन, सोल्भेन्टलाई त्यो वाटरलाई तान्छ। बाहिर नुन एकदम धेरै छ, बाहिर नुन एकदम धेरै छ। सो बाहिर नुन धेरै छ भने सेल भित्रको पानीलाई के गर्छ त बाहिर ल्याउँछ। बाहिर ल्याउँछ भन्ने अब सेल भित्र के भयो त पानी छैन अथवा पानी कम भयो भने त्यो सेल खुम्चिन्छ, कन्ट्र्याक्ट हुन्छ र त्यो कन्ट्र्याक्सन अफ सेललाई नै के भनिन्छ त प्लाज्मोलाइसिस भनिन्छ है, प्लाज्मोलाइसिस भनिन्छ। ठिक छ। सो हाम्रो एन्सर के हुन्छ भाइ बहिनीहरू, हाइपोटोनिक कि हाइपरटोनिक, हाइपरटोनिक है। किन हाइपर, हाइपरमा के हुन्छ सोलुटको कन्सन्ट्रेसन एकदमै हाई हुन्छ। यो क्वेसन आइओएममा सोधेको छ, एमओईमा सोधेको छ, बीपीमा पनि सोधेको छ अनि अरू पनि डिफ्रेन्ट इन्ट्रान्स इक्जामहरूमा यो क्वेसन सोधेको छ। मक टेस्टहरूमा पनि एकदमै फ्रिक्वेन्टली सोधिराख्ने क्वेसन हो। ठिक छ, कन्सेप्ट सायद पक्कै पनि क्लियर भयो होला है। अब हामी अर्को पास्ट इयर क्वेसन गर्छौँ। ठिक छ, नेक्स्ट पास्ट इयर क्वेसन। ल यो म मेट्छु है त। अब अर्को पास्ट इयर क्वेसन लेखौँ। अर्को पास्ट इयर क्वेसन एउटा मोर्फोलोजीबाट क्वेसन गराउँछु म है, एकदम पपुलर क्वेसन हो। ठिक छ है, मोर्फोलोजीको एउटा क्वेसन गरौँ। क्वेसन के छ भन्दाखेरि pneumatophores are associated with option A मा respiration, option A मा respiration, option B मा guttation, option B मा guttation, option C मा transpiration, option C मा transpiration अनि option D मा मैले राखेँ ल नन राखौँ है। पास्ट क्वेसन हो यो। ठिक छ है, सुन्नुहोस् यो न्युम्याटोफोर भनेको के हो कन्सेप्ट बुझ्नु पर्यो पहिला। हेर्नुहोस् सपोज मानौ यो एउटा समुद्र हो है, सी समुद्र। ठिक छ, अनि यो नदी हो है, के हो नदी, रिभर। अनि यो एउटा पोइन्ट जहाँ के हुन्छ त समुद्र होइन सी र रिभर मिट हुन्छ है। यो सी र रिभर मिट हुने यो रिजन
यो रिजनलाई मार्सी एरिया भनिन्छ, मार्सी एरिया है। यो मार्सी एरिया भनेको यसलाई सिम्पली बुझौँ, समुद्र र नदी हैन मिट हुने त्यो पोइन्ट, त्यो ठाउँ। अनि त्यहाँ के हुन्छ भन्दाखेरि मार्सी एरियामा माटो गिलो गिलो टाइपको हुन्छ, हिलो हिलो टाइपको हुन्छ, गिलो गिलो टाइपको यहाँ माटो हुन्छ। ठिक छ, यसलाई हामी मार्सी एरिया भन्छौँ है। हेर्नुहोस् यहाँ समुद्र नजिकै छ नि त हैन, समुद्र नजिकै छ। समुद्रको पानी कस्तो हुन्छ, समुद्रमा नुनको मात्रा एकदम ज्यादा हुन्छ, एकदम धेरै हुन्छ। त्यसैले यो मार्सी एरियामा साल्ट कन्सन्ट्रेसन हाई हुन्छ है। साल्ट कन्सन्ट्रेसन के हुन्छ, हाई हुन्छ। ठिक छ, साल्ट कन्सन्ट्रेसन हाई हुन्छ। सुन्नुहोस् ध्यान दिएर है। अब यहाँ ग्रो हुने प्लान्टलाई हामी म्याङ्ग्रुभ प्लान्ट भन्छौँ है। जस्तै यहाँ कुनै प्लान्ट ग्रो भएको छ है, यो प्लान्टलाई हामी म्याङ्ग्रुभ प्लान्ट भन्छौँ। यस्तो मार्सी एरियामा ग्रो हुने प्लान्ट म्याङ्ग्रुभ प्लान्ट है। सुन्नुहोस् ध्यान दिएर। अब यहाँ हेर्नुहोस् त, यो प्लान्टको मानौ यहाँ रुट छ है, रुट छ। यो रुट त छ यहाँ माटोमा हैन, माटो मुनि रुट छ यहाँ, तर यो सोइलमा साल्टको मात्रा एकदम धेरै हुन्छ, जसको कारणले गर्दाखेरि यो रुटले राम्रोसँग रेस्पिरेसन गर्न सक्दैन, श्वास फेर्न सक्दैन, ब्रिदिङ गर्न सक्दैन। त्यसैले अब यहाँ हेर्नुहोस् त, यो रुटले राम्रोसँग रेस्पिरेसन गर्न सकेको छैन। अब यहाँ रुटबाट यस्तो ब्रान्चिङहरू निस्किन्छ र त्यो माथितिर जान्छ, यसरी माथितिर जान्छ, सोइल भन्दा यसरी माथि जान्छ है, यसरी माथि जान्छ। यो रुटबाट यो ब्रान्चिङहरू सोइल भन्दा किन माथि गएको हो भन्दाखेरि श्वास फेर्नलाई, रेस्पिरेसनको लागि। किनभने यो माटोमा रुटले रेस्पायर गर्न सक्दैन, साल्टको कन्सन्ट्रेसन एकदमै ज्यादा छ, एकदमै धेरै छ। त्यसैले यो रुटहरू माटोभन्दा माथि जान्छ, यसरी माटोभन्दा माथि गएर यो रेस्पायर गर्छ। ठिक छ, रेस्पायर गर्छ। र यो रुटलाई जुन माटोभन्दा यसरी माथि गएको छ रेस्पिरेसनको लागि, यसलाई नै हामी न्युम्याटोफोर्स भन्छौँ। यो रुटलाई हामी न्युम्याटोफोर्स भन्छौँ। र हेर्नुहोस् त, यो रुटलाई म अलिकति यहाँ म्याग्निफाई गरेर बनाउँछु। यो रुट भनेको यसलाई हामी न्युम्याटोफोर भन्छौँ, न्युम्याटोफोर है। हेर्नुहोस् त, अनि यो न्युम्याटोफोरमा यहाँ पोर लाइक स्ट्रक्चरहरू हुन्छ है, पोर लाइक स्ट्रक्चर। र यो पोर लाइक स्ट्रक्चरलाई हामी के भन्छौँ, न्युम्याथोड्स भन्छौँ है, न्युम्याथोड्स भन्छौँ। यो पोर लाइक स्ट्रक्चरबाट के हुन्छ त, यसरी रेस्पिरेसन हुन्छ। ठिक छ। ल अर्को पनि हेर्नुहोस्, हामीले एउटा क्वेसन डिस्कस गर्दाखेरि, मैले अहिलेसम्म यो सेकेन्ड क्वेसन हो, तर हामीले एउटा दुईटा क्वेसन डिस्कस गर्दा त्यो क्वेसनको एक्सप्लानेसनमा 10 वटा 15 वटा 5 वटा 7 वटा पास्ट इयर क्वेसनहरू इन्क्लुड हुन्छ कि। यहाँ पनि हामीले एउटा क्वेसन गरेको, तर यहाँ म तपाईँले यो सिङ्गल यहाँबाट 5 वटा भन्दा धेरै पास्ट इयर क्वेसन म यहाँ एक्सप्लेन गर्छु। सुन्नुहोस्, अब यसको एन्सर त हाम्रो के हुन्छ, न्युम्याटोफोर्स एसोसिएटेड विथ रेस्पिरेसन अथवा ब्रिदिङ, नो डाउट है। हेर्नुहोस्, रुटहरू प्राय जसो के हुन्छ, ग्राभिटीतिर जान्छ। ग्राभिटी कता लाग्छ, तलतिर लाग्छ होइन, ग्राभिटी तलतिर लाग्छ। रुट जाने भनेको कता हो, तलतिर प्राय जसो। यदि रुट ग्राभिटीको डाइरेक्सनमा गइरहेको छ भने त्यसलाई हामी पोजिटिभली जियोट्रोपिक भन्छौँ, पोजिटिभली जियोट्रोपिक अथवा अर्थोजियोट्रोपिक भनौँ, अर्थोजियोट्रोपिक भन्छौँ है, पोजिटिभली जियोट्रोपिक अथवा अर्थोजियोट्रोपिक है। यो रुट हेर्नुहोस् त के भएको छ, ग्राभिटीको डाइरेक्सनमा गएको छैन। ग्राभिटी त तल लाग्ने हो, तर यो रुट ग्राभिटीको एगेन्स्टमा गइरहेको छ। ग्राभिटी तल लाग्छ, तर यो माथि गइरहेको छ। त्यसैले यो जुन न्युम्याटोफोर्स हुन्छ नि, न्युम्याटोफोर नेगेटिभली जियोट्रोपिक भन्न मिल्यो, अथवा यसलाई हामी एपोजियोट्रोपिक पनि भन्छौँ, एपोजियोट्रोपिक है, एपोजियोट्रोपिक भन्छौँ। ठिक छ। ट्रपिक र ट्याक्सिसको बारेमा हजुरहरूलाई थाहा छ है, ट्रफिजम र ट्याक्सिस। ट्याक्सिस भनेको के हो त, कुनै पनि एनिमलले रिस्पोन्स देखायो भने त्यसलाई ट्याक्सिस भनिन्छ होइन। अनि ट्रफिक अथवा ट्रफिजम भनेको के हो त, ट्रफिजम भनेको कुनै पनि प्लान्टले रिस्पोन्स देखायो भने त्यसलाई हामी ट्रफिजम भन्छौँ, एनिमलले देखायो भने ट्याक्सिस भन्छौँ। सो यहाँ प्लान्टले रिस्पोन्स देखाउँदैछ, ग्राभिटीको एगेन्स्टमा जाँदैछ, त्यसैले एपोजियोट्रोपिक। ठिक छ, अथवा पोजिटिभली जियोट्रोपिक। यो सरी नेगेटिभली जियोट्रोपिक, एगेन्स्टमा जाँदैछ नि त होइन।
ग्राभिटीकै डाइरेक्सनमा गयो भने पोजिटिभली जियोट्रोपिक हुन्छ है। अर्को यहाँ अप्सन हेरौँ त गटेसन र ट्रान्सपिरेसन छ। के हो गटेसन भनेको? गटेसनको बारेमा पहिला बुझौँ है। गटेसन भनेको जस्तै सपोज मानौँ एउटा प्लान्ट छ, यो प्लान्टले के गर्यो भन्दाखेरि अब रुटले के गर्छ, पानी एब्जर्भ गर्छ, वाटर एब्जर्भ गर्छ। तर त्यो प्लान्टले मानौँ चाहिएको भन्दा धेरै पानी एब्जर्भ गर्यो, जति पानी प्लान्टले चाहिएको थियो त्योभन्दा पनि धेरै पानी एब्जर्भ गरेको छ। त्यो केसमा प्लान्टले के गर्छ, त्यो एक्सेस वाटरले बाहिर फाल्छ है। कहाँबाट फाल्छ? लिफबाट। हेर्नुहोस् मैले यहाँ पात बनाएँ, लिफ हो यो लिफ। यहाँ लिफमा केही पोर लाइक स्ट्रक्चरहरू छ, पोर लाइक स्ट्रक्चर। यो पोर लाइक स्ट्रक्चरहरूबाट के हुन्छ त पानी ड्रपलेटको फर्ममा बाहिर आउँछ है। यो पोर लाइक स्ट्रक्चरलाई हाइडाथोड भनिन्छ। यो पनि पास्ट क्वेसन हो है। हेर्नुहोस् पानी के भयो त ड्रपलेटको फर्ममा यसरी हाइडाथोडबाट बाहिर आयो भने यो प्रोसेसलाई गटेसन भनिन्छ है, गटेसन भनिन्छ। सो प्लान्टले एक्सेस वाटर एब्जर्भ गरेको छ, एक्सेस वाटर एब्जर्भ गर्दाखेरि त्यो पानी बाहिर फाल्नु पर्यो। सो पातमा केही पोर लाइक स्ट्रक्चर हुन्छ, त्यो पोर लाइक स्ट्रक्चरको नाम हाइडाथोड हो। र हाइडाथोडबाट के हुन्छ त वाटर ड्रपलेटको फर्ममा यसरी बाहिर आउँछ भन्ने यो प्रोसेसले हामी गटेसन भन्छौँ। यो क्वेसन एमबिबिएस इन्ट्रान्सको बीपीकेएचएस मा सोधेको क्वेसन हो है। बीपीकेएचएस धारानको पहिला छुट्टै इक्जाम हुन्थ्यो, त्यो इक्जाममा यो क्वेसन सोधेको छ। ठिक छ, अब कुरा गरौँ ट्रान्सपिरेसन भनेको के हो त? ट्रान्सपिरेसन है, हेर्नुहोस् जस्तै सपोज एउटा यहाँ प्लान्ट छ हैन, यो प्लान्ट छ। अब यो सोइल हो, माटो। माटोभन्दा मुनिको पार्टले हामी रुट भन्छौँ, माटोभन्दा माथिको पार्टले हामी सुट भन्छौँ हैन। सुट भनेको के हो त? एरियल पार्ट हो, हावामा एक्सपोज भएको पार्ट हो। हेर्नुहोस् त यो स्टिम हावामा एक्सपोज छ, लिफ हावामा एक्सपोज छ, ब्रान्चेसहरू छ हैन। सो ट्रान्सपिरेसन भनेको के हुन्छ भन्दा प्लान्टको कुनै पनि एरियल पार्टबाट, स्टिमबाट, ब्रान्चबाट, लिफबाट यदि पानी लोस भइरहेको छ तर त्यो पानी वाटर भेपरको फर्ममा लोस भइरहेको छ भने, वाटर भेपरको फर्ममा पानी लोस भइरहेको छ भन्ने त्यो प्रोसेसलाई हामी ट्रान्सपिरेसन भन्छौँ। लस अफ वाटर फ्रम एरियल पार्ट अफ प्लान्ट इन द फर्म अफ वाटर भेपर। ठिक छ, बाफको फर्ममा पानी लोस हुन्छ, त्यसलाई हामी के भन्छौँ त? ट्रान्सपिरेसन। त्यो प्रोसेस ट्रान्सपिरेसन हो है। हेर्नुहोस् ट्रान्सपिरेसन जनरली स्टिमबाट पनि हुन्छ, ब्रान्चेस लिफहरूबाट पनि हुन्छ हैन, सबै पार्टबाट हुन्छ। तर मेनली ट्रान्सपिरेसन हुने भनेको पातबाट हो है, लिफबाट हुन्छ। लिफको पनि हेर्नुहोस् त यो लिफ हो भने लिफमा केही पोर लाइक स्ट्रक्चर्सहरू हुन्छ जसले हामी एस्टोमाटा भन्छौँ है। एस्टोमाटा, यो एस्टोमाटाबाट के हुन्छ त पानीको वाटरको लोस हुन्छ, वाटर लोस हुन्छ है। एस्टोमाटा, एस्टोमाटाको बारेमा पनि म यहाँ थोरै भनिदिन्छु। हेर्नुहोस् त एउटै क्वेसनमा हामीले 10 वटा 15 वटा पास्ट इयर क्वेसनहरू इन्क्लुड गरेका छौँ। एस्टोमाटाको बारेमा पनि क्वेसन सोधेको छ। एस्टोमाटा भनेको पोर लाइक स्ट्रक्चर हो। अब यसलाई यसरी बुझौँ, जस्तै यो मेरो पाम हेर्नुहोस् त, यो र यो कुनै सेल हो। यो दुईटा मेरो पाम मिलेर एउटा पोर लाइक स्ट्रक्चर फर्म गरेको छ है। पोर लाइक स्ट्रक्चर फर्म गरेको छ। हेर्नुहोस् त एकैछिनमा मार्कर राखेर देखाउँछु, पक्नुहोस् है। हेर्नुहोस् यो पोर लाइक स्ट्रक्चर स्टोमाटा हो। स्टोमाटा बनाउने यहाँ केही सेल्सहरू छ, यसलाई हामी गार्ड सेल भन्छौँ, गार्ड सेल। स्टोमाटा कुनै बेला ओपन हुन्छ, स्टोमाटा कुनै बेला क्लोज हुन्छ। मानौ यो सेलभित्र अहिले पानी भरिएको छ, यसमा पानी भरिएको छ, यसमा पनि पानी भरिएको छ। अहिले स्टोमाटा यस्तो हुन्छ, ओपन हुन्छ। अब यो सेलबाट पानी बाहिर गयो, पानी बाहिर गयो, स्टोमाटा क्लोज हुन्छ। फेरि सेलभित्र पानी भर्यो, स्टोमाटा ओपन। सेलबाट पानी बाहिर गयो, स्टोमाटा क्लोज है। यसलाई हामी गार्ड सेल भन्छौँ। स्टोमाटा बनाउने सेल भनेको गार्ड सेल हो। गार्ड सेल कति बेला ओपन हुन्छ? जब गार्ड सेलमा पानी भरिन्छ है। अनि त्यो सेलभित्र पानी भरिनु भनेको के हो त? त्यो सेललाई हामी टर्जिड सेल भन्छौँ। सेलबाट पानी बाहिर गयो, फ्लुइड बाहिर गयो भने त्यसलाई हामी फ्ल्यासिड सेल भन्छौँ है। सो स्टोमाटा हेरौँ त, स्टोमाटा क्लोज कति बेला? क्लोज कति बेला? जब गार्ड सेल के हुन्छ? फ्ल्यासिड गार्ड सेल है। गार्ड सेल फ्ल्यासिड हुन्छ भन्नाले त्यो गार्ड सेलबाट फ्लुइड बाहिर निस्किन्छ। स्टोमाटा ओपन कति बेला? स्टोमाटा ओपन कति बेला हुन्छ? जब गार्ड सेल के हुन्छ? टर्जिड हुन्छ। टर्जिड भन्नाले त्यो गार्ड सेल भित्र पानी भरिन्छ। ठिक छ।
अब हामीलाई सेप अफ स्टोमाटाको बारेमा पनि क्वेसन सोधिरहेको हुन्छ, त्यसको बारेमा पनि डिस्कस गरिहालौँ है। सपोज हेर्नुहोस्, मोनोकोट र डाइकोट प्लान्टमा पहिलो कुरा त हामीलाई मोनोकोट भनेको के हो, डाइकोट भनेको के हो, यो पनि थाहा हुनु पर्यो। म थोरै भनिदिन्छु है। सुन्नुहोस्, हजुरहरू सबैजनाले चना देख्नु भएको छ, चना है, हामी राति भिज्न दिन्छौँ, बिहान खान्छौँ। त्यो चनामा मानौ सपोज यो चना हो है, यो चनाको बाहिरको बोक्रा हजुरले रिमुभ गर्नुभयो भने येल्लो कलरको यस्तो दुईटा हुन्छ है, दुईटा हुन्छ, यसलाई हामी कोटिलिडन भन्छौँ। यस्तो दुईटा छ भने यो डाइकोट हुन्छ, डाइकोट। हजुरहरू सबैजनाले धान देख्नु भएको छ, प्याडी है, त्यो धानको ल मानौ त्यो धानको बाहिरको जुन कोभरिङ हुन्छ, कोभरिङलाई तपाईँले रिमुभ गर्नुभयो भने त्यहाँबाट चामल निस्किन्छ। चामल कतिवटा निस्किन्छ, एउटा कि दुईटा, एउटा, सिङ्गल। सो धान इज मोनोकोट है। यस्तो एउटा कोटिलिडन आयो भने मोनोकोट, दुईटा आयो भने डाइकोट। अर्को के अरे डिफ्रेन्स बुझौँ डाइकोट र मोनोकोटमा। डाइकोट प्लान्टहरूको थिकनेस बढ्छ, मोटाउँछ। जस्तै आँपको रुख, आँपको रुख भनेको के हो त, डाइकोट प्लान्ट हो। फेरि अब हजुरले जिज्ञासा हुनसक्छ, सर कसरी डाइकोट प्लान्ट हो। हेर्नुहोस्, हजुरहरू सबैजनाले आँप खानु भएको छ, यो आँपको भित्र जुन यो स्ट्रक्चर, जुन हामी आँप खाएर अनि यसलाई फालिदिन्छौँ है, यो भित्रको स्ट्रक्चर है, हेर्नुहोस्, यो भित्रको स्ट्रक्चरलाई तपाईँले हेर्नुभयो भने यहाँ भित्र, यो भित्र यस्तो टाइपको हुन्छ, यस्तो टाइपको हुन्छ। हेर्नु त दुईटा छ, सो डाइकोट भयो है। सो डाइकोट प्लान्टहरूको थिकनेस बढ्छ, डाइकोट प्लान्टहरू मोटाउँछ। त्यो मोटाउनु भनेको त्यसलाई हामी सेकेन्डरी ग्रोथ भन्छौँ है। कुनै प्लान्टको लेन्थ बढेको छ, प्राइमेरी ग्रोथ। कुनै प्लान्ट मोटाएको छ, सेकेन्डरी ग्रोथ है। सो मोनोकोट प्लान्ट, तपाईँहरूले धान कहिले मोटाएको देख्नु भएको छ, धानको थिकनेस बढेको देख्नु भएको छ, होइन, नेभर है। तर पिपलको, म्याङ्गो प्लान्टको के हुन्छ त, ल आज तपाईँले म्याङ्गो प्लान्ट रोप्नुभयो, एकछिनको लागि 10 वर्षपछि एकदम मोटाउँछ, थिकनेस बढ्छ होइन। सो के हुन्छ, डाइकोट प्लान्टमा सेकेन्डरी ग्रोथ हुन्छ। सेकेन्डरी ग्रोथ भनेको मोटाउनु, मोनोकोटमा प्राइमेरी ग्रोथ मात्र हुन्छ। प्राइमेरी ग्रोथ भनेको लेन्थ बढ्नु। प्राइमेरी मोनोकोट एज वेल एज डाइकोट बोथमा, तर डाइकोटमा सेकेन्डरी ग्रोथ हुन्छ, मोनोकोटमा हुँदैन। सो डाइकोटमा के हुन्छ, दुईटै हुन्छ ग्रोथ, सेकेन्डरी प्राइमेरी। मोनोकोटमा ओन्ली प्राइमेरी ग्रोथ। मोनोकोट र डाइकोट पक्कै पनि क्लियर भयो होला, ठिक छ है। अब स्टोमाटाको सेपको बारेमा कुरा गरौँ। मोनोकोट प्लान्टको स्टोमाटा यस्तो टाइपको हुन्छ। हजुरहरू सबैजनालाई डम्बल थाहा होला, जिमतिर देख्नु भयो होला, यो डम्बल है, यो डम्बल सेप हुन्छ। हेर्नुहोस् त, ठ्याक्कै डम्बल जस्तो छ होइन। यो स्टोमाटा, यो पोरको नाम स्टोमाटा हो, यो चाहिँ स्टोमाटा हो है, स्टोमाटा, यसलाई हामी स्टोमाटा भन्छौँ। अनि यो सेल, यो सेल भनेको गार्ड सेल हो है, गार्ड सेल। सो सेप अफ गार्ड सेल इन मोनोकोट प्लान्ट इज डम्बल सेप है, डम्बेल सेप, ठिक छ। डाइकोट प्लान्टमा कस्तो हुन्छ, डाइकोट प्लान्टमा किडनी सेप हुन्छ है, यस्तो टाइपको हुन्छ डाइकोट। डाइकोटमा किडनी सेप अथवा बिन सेप्ड हुन्छ है। यो स्टोमाटा हो, यो पोर स्टोमाटा, अनि यो गार्ड सेल हो, गार्ड सेल होइन। कस्तो हुन्छ, किडनी सेप्ड, किडनी सेप्ड, किडनी सेप्ड अथवा बिन सेप्ड, बिन सेप्ड हुन्छ, ठिक छ। अनि यो गार्ड सेलको वरिपरि पनि केही सेल्सहरू प्रेजेन्ट हुन्छ, जसलाई हामी यो गार्ड सेलको वरिपरि प्रेजेन्ट भएको सेललाई सब्सिडेरी सेल भन्छौँ, सब्सिडेरी सेल, ठिक छ। यो सबै पास्ट क्वेसन हो। सेप अफ, यहाँ गार्ड सेलको बारेमा सोधेको छ, स्टोमाटा कति बेला ओपन कति बेला क्लोज हुन्छ, गटेसनको बारेमा सोधेको छ, गटेसन कुन पार्टबाट हुन्छ, ट्रान्सपिरेसन भनेको के हो होइन। सो हामीले थाहा पाइसक्यौँ यो ट्रान्सपिरेसन, ट्रान्सपिरेसनको बारेमा पनि मैले भनिसकेको छु। प्लान्टको एरियल पार्टबाट वाटर यदि भेपरको फर्ममा, बाफको फर्ममा लस भइरहेको छ भने त ट्रान्सपिरेसन, ड्रपलेटको फर्ममा भइरहेको छ भने गटेसन। ट्रान्सपिरेसन जनरली स्टोमाटाबाट हुन्छ होइन, अनि गटेसन चाहिँ हाइड्रोथ्रोटबाट हुन्छ, ठिक छ। हेर्नुहोस् त, यो भिडियोमा मात्रै मलाई लाग्छ जहाँसम्म 12 देखि 15वटा पास्ट इयर क्वेसन मैले यो भिडियोमा डिस्कस गरेको छु, ठिक छ है। बाँकी भिडियोजहरू पनि अब फर्दर नेक्स्ट डे आउँछ। आजको लागि थ्याङ्क यू सो मच, धन्यवाद।